हे गाइस हामी नदी आयो नदी घुमघाम गरेर अहिले हामी घर जाँदैछौँ। यी घरको बाटो पनि हेर्नुहोस् नेपालमा कस्तो हुने रहेछ भने बाटो जङ्गल यता पहिला बाटो चाहिँ त्यताबाट सिधा यता थियो अहिले चाहिँ बाटो यता भएको छ। यी हेर्न सक्नुहुन्छ गाइस तपाईहरु के भन्न चाहने ल राकेश यहाँ मान्छे गाइस हेर्नु हाम्रो यो झलारीतिर हो गाउँ हैन कस्तो लागिरहेछ हजुर गाउँ यो लाइक कमेन्ट गरेर भन्नु होला यहाँ कमेन्टमा लेखिदिनु होला कमेन्ट गरेको तपाईहरुले म रिप्लाई दिने प्रयास गर्नेछु प्रयास के म रिप्लाई पनि दिनेछु हजुरहरु कमेन्ट गर्नु होला गाउँ कस्तो लाग्यो नदी राम कस्तो लागेछ हैन भन्नु होला यो चाहिँ एउटा हो हाम्रो तपाईहरु देख्नु गाउँ चाहिँ अहिले देखाउँछु गाउँमा पनि बन्द लेख्न आइज हो त हो ए गाउँ हेर्नुहोस् हाम्रो गाउँ घर जाने बाटो पहिला यस्तो थिएन कच्ची रोड थियो यता आजभोलि यस्तो भएको छ यी अस्पताल वडा देख्नुहुन्छ ऊ नयाँ घर बनेर काकाको घर यता पनि बनिरहेछ स्कुलमा ऊ हेर्नुहोस् हाम्रो नयाँ घर बनेर हजुरहरूलाई मन पर्यो लाइक कमेन्ट गर्नु होला तबसम्मको लागि गुड बाई।